चटनी पिस्नु लागेको छु। यहाँ चाहिँ मैले बदाम, त्यही टिम्बुर खोर्सानी, लसुनको पेस्ट हालेको छु। अलिकति हिङ नै हालेको छु। हिङले चाहिँ ग्यास्ट्रिक हुन दिँदैन। हिङ हालेको छु। अब म पिस्छु। नुन पनि हालेको छु। फाइनल लुक देख्नु छु। अचार चाहिँ रेडी भइसकेको छ। बदाम अनि हिङ, टिम्बुर खोर्सानी हालेर बनाएको यो चाहिँ रेडी भयो। मिठो हुन्छ बदामको। चाहिँ अलिकति मस्यौडा मिसाउनु लागेको। यो मस्यौडा पिसेर राख्ने मिक्सरमा मैले पिस्दैछु। अनि त्यसबाट पनिर अनि घिरौला हालेर बनाउने, प्याज हालेर। यो चाहिँ प्याज हो। म यसमा ग्रेट गर्छु ग्रेटरमा। अनि यहाँ चाहिँ अघिको मस्यौडा पिसेर राखेको छु है। यो चाहिँ प्याज अब म ग्रेट गर्छु। यो आमा, यहाँ चाहिँ म अदुवा थिच्नु लागेको। अदुवा नै हाल्छु थिचेर। यहाँ चाहिँ म किमा मोल्न लागेको छु। यसमा चाहिँ म यो अजिना मटर, अब धनियाको पत्ता नि हाल्छु। अनि घिउ हालेर हैन, तेल नहालेर घिउ हालेर किमा मोल्न। यसमा चाहिँ घिरौला, लौका, पनिर, सोयाबिन, प्याज, धनियाको पत्ता, अदुवा हालेको छु। अब घिउ हाल्छु। घिउ हालेर यहाँनिर झानेर मोल्नु लागेको। यो चाहिँ अजिना मटर। चाहिँ घिउ रेडी भइसकेको छ। अब मोल्दिनु लागेको। नानी मोमो खाइहाल्छ नि। खै यो किमा चाहिँ रेडी भइसक्यो। अब म चाहिँ यसलाई एकछिन राख्छु। अनि अहिले पछि मोमो बनाएपछि देखाउँछु। मिठो हुन्छ पनिर मोमो नि। अचारमा चाहिँ धनियाको पत्ता हालेको दामी भएको छ। मिठो हुन्छ। मोमो चाहिँ रेडी भइसकेको छ। अब यसलाई चाहिँ स्टिम गर्ने। अनि हामी चाहिँ खाने अनि घरतिर लाग्ने। मोमो चाहिँ पाकिसकेको छ। मेरो मम्मीले टिलिक्क पारेर भाँडा माझ्छ। टिलिक्कै पारेर माझ्छ। माझ्नु चाहिँ मोमो चाहिँ पाकिसकेको छ। अब हामी खाने अनि घरतिर बाटो लाग्ने।